जय नेपाल बालकहरू। सो आज म हजुरहरूको लागि सीई इन्ट्रान्सको म्याथ लिएर उपस्थित भएको छु। सो सीई इन्ट्रान्समा जुन 20 मार्क्सको क्वेसन आउँछ त्यो 20 मा 20 ल्याउनलाई 20 मा 20 कसरी ल्याउने हो, सो त्यो तरिकाले म पढाउन जाँदैछु। मैले पढाएको तरिकाबाट यदि हजुरहरूले फोकस गरेर सबै भिडियोजहरू राम्ररी सिरिज बाइ सिरिज हेर्नुहुन्छ भने म यति ग्यारेन्टी दिन्छु कि 20 मा 20 तपाईहरुको कसैले रोक्न सक्दैन। यो नम्बर जसरी भए पनि आउँछ, यति इजी छ म्याथ हैन। यदि तपाई सीई को एक्जाम मात्र हैन, यदि तपाई कुनै सरकारी जबहरुको लागि अप्लाई गर्दै हुनुहुन्छ भने यो सिरिज उहाँहरुको लागि पनि छ। ओके, कुनै पनि गभर्नमेन्ट जबको लागि तयारी गर्दै हुनुहुन्छ भने यो म्याथको सिरिज उनीहरुको लागि पनि छ। ओके, उनीहरुमा अलिकति एक्स्ट्रा हुन्छ, तर यहाँ चाहिँ म्याथमा जुन सीई को म्याथमा लिमिटेड कुराहरू हुन्छ। सो म 20 मा 20 कसरी आउँछ त्यो तरिकाले पढाउन जाँदैछु। सो फर्स्ट सिरिजमा हामी यो लेक्चरमा चाहिँ हामीले सिलेबस डिस्कस गरौँ है। सो सिलेबस डिस्कस गरौँ। सो सीई इन्ट्रान्सको म्याथ है, मेन्टल एजिलिटी टेस्ट भन्छ यसलाई। ओके, सो जुन कति मार्क्सको हुन्छ, 20 नम्बरको हुन्छ, सधैँभरि आइरहेको हुन्छ। सो जम्मा 4 वटा युनिट छ हामीले पढ्नुपर्ने। जम्मा कतिवटा युनिट छ? 4 वटा। फर्स्ट युनिटको नाम हो न्यूमेरिकल रिजनिङ। ओके, सो यसमा न्यूमेरिकल सम्बन्धित क्वेसनहरू हुन्छ। ओके, हामीले अलिकति दिमाग लगाएर ठिक छ सल्भ गर्नुपर्ने हुन्छ। म तपाईहरुलाई यति प्रमिस गर्छु कि मैले सिकाएको तरिकाबाट 30 सेकेन्डमा जुनसुकै क्वेसन पनि 30 सेकेन्डमा सल्भ गर्ने खालको म ट्रिक्सहरू पनि दिन्छु। ओके, सबै सब्जेक्ट सबै यो टपिक्समा है सबैको ट्रिक्स दिन्छु र एक्जाममा पनि 30 सेकेन्ड भन्दा बेसी टाइम नदिनु होला। म्याक्सिमम 1 मिनट दिन सक्नुहुन्छ, तर 30 सेकेन्ड र 60 सेकेन्ड भन्दा बेसी दिनुभयो भने तपाईको सीई एक्जाममा धेरै नराम्रो नम्बर आउन सक्छ। सो त्यही भएर यो भिडियोहरू राम्ररी एकदम गम्भीर तरिकाले हेर्नुस् होला। त्यसैगरी सेकेन्डमा छ भर्बल रिजनिङ। ओके, सो यसमा भर्बल रिजनिङ भनेको अल्फाबेट रिलेटेड कुराहरू हुन्छ र भर्बल कुराहरू हुन्छ जुन चाहिँ हामीले डिस्कस गर्नेछौँ। त्यसैगरी लजिकल सिक्वेन्सिङ भयो हैन, त्यसपछि स्पेटल रिलेसन भयो र अब्स्ट्र्याक्ट रिजनिङ पनि भन्छ यसलाई। सो हामीले यो 4 वटा युनिटलाई एकदम खतरनाक तरिकाले एकदम फाडेर यो 4 वटा युनिटलाई मजाले पढ्नेछौँ। सो यो 4 वटा युनिटमा कन्टेन्ट के छ, के पढ्नुपर्ने छ हैन, कति टाइम लाग्न सक्छ त्यसको बारेमा क्याल्कुलेसन गर्छु है। सो फर्स्टमा न्यूमेरिकल रिजनिङको कुरा गरौँ। न्यूमेरिकल रिजनिङमा टोटल 10 वटा च्याप्टर छ, जस्तै टाइम एन्ड वर्क, पर्सेन्टेज, त्यसैगरी छ प्रफिट एन्ड लस। ओके, त्यसैगरी रेसियो एन्ड प्रोपोर्सन छ, प्रब्लम्स छन्, एजेस छ हैन। यो टपिक 5 वटा टपिक यहाँ भयो, 5 वटा टपिक तल छ। एभरेज, ओके, टाइम स्पिड एन्ड डिस्टेन्स भयो, पर्म्युटेसन एन्ड कम्बिनेसन भयो, पार्टनरसिप भयो र सिम्पल इन्ट्रेस्ट एन्ड कम्पाउन्ड इन्ट्रेस्ट। सो यसबाट आउने भनेको टोटल नम्बर न्यूमेरिकल रिजनिङबाट 5 मार्क्स आउँछ। ओके, 5 मार्क्स कन्फर्म पकेटमा तपाईहरुको 5 मार्क्स। त्यसैगरी अब हामी सेकेन्ड च्याप्टरतिर जाउँ। सेकेन्ड च्याप्टरको नाम हो भर्बल रिजनिङ। सो भर्बल रिजनिङमा आउने टपिक्सहरू के हो भन्दाखेरि डिस्टेन्स एन्ड डाइरेक्सन, कोडिङ एन्ड डिकोडिङ, र्याङ्किङ अर्डर्स, भर्बल क्लासिफिकेसन, भर्बल एनालोगी। ओके, सो अझै छ सिनोनियम्स एन्ड एन्टोनियम्स, भर्बल पजल, ब्लड रिलेसन हैन, खुनका रिस्ता, त्यसैगरी स्टेटमेन्ट एन्ड रिजन। ओके, अर्थमेटिकल अपरेशन्स अझै छ कि क्या हो। सो टोटल यसमा पनि 10 वटा च्याप्टर छ। यो पनि कति नम्बरको? यो पनि 5 नम्बरमा आउँछ। यसबाट आउने भनेको 5 मार्क्स। सो जम्मा 4 वटा युनिट छ, 4 वटा युनिटबाट 5 नम्बरको आउँछ। सो त्यसैगरी अब हामी नेक्स्टतिर लजिकल सिक्वेन्सिङ अथवा लजिकल पोर्सनतिर जाउँ। सो यसमा जस्तै कि न्यूमेरिकल सिरिज अथवा नम्बर सिरिज भयो, अल्फाबेट सिरिज भयो, कन्टिन्युअस प्याटर्न्स एन्ड अदर्स, मानौँ कन्टिन्युअस प्याटर्न एउटा प्याटर्नवाला हुन्छ, त्यो हिसाबहरू सिकाउला। म्याट्रिक्स एन्ड मिसिङ क्यारेक्टर भयो, एनालोगी भयो है, त्यसैगरी क्लासिफिकेसन भयो, लजिकल सिक्वेन्स अफ वर्ड्स भयो, लजिकल भेन डायग्राम भयो, कमन प्रपर्टिज भयो। ओके, सो यसमा टोटल 9 वटा च्याप्टर छ। यहाँबाट आउने भनेको 5 नम्बर। ओके, सो यो नोट गर्नु। र त्यसपछि हामीले पढ्न जाँदैछौँ स्पेटल रिलेसन अथवा अब्स्ट्र्याक्ट रिजनिङ। ओके, सो यो च्याप्टरमा यसमा कतिवटा छ, जस्तै सिरिज भयो, क्लासिफिकेसन टेस्ट भयो, एनालोगी भयो। ओके, त्यसैगरी म्याट्रिक्स भयो, फिगर फर्मेसन भयो, ठिक छ, त्यसैगरी कन्स्ट्रक्सन अफ फिगर, एनालिटिक्स रिजनिङ टेस्ट भयो, ग्रुपिङ फिगर। ओके, त्यसपछि पेपर फोल्डिङ, क्युब एन्ड डाइस, इम्बेडिङ फिगर, डट सिचुएसन। ओके, वाटर इमेज एन्ड मिरर इमेज। सो यसबाट पनि यो 13 वटा युनिट भएको हुनाले 13 वटा च्याप्टर भएको हुनाले यसबाट पनि 5 मार्क्स आउँछ। सो यो टोटल यदि च्याप्टर हेर्ने हो भने हामीले यो टोटल मतलब काउन्ट गर्ने हो भने जस्तै कि कतिवटा च्याप्टर छ टोटल, जस्तै माथि सुरुमा
सुरुमा कुनमा न्युमेरिकल रिजनिङमा 10 वटा च्याप्टर हामीले पढ्ने, यसमा पनि 10 वटा छ। ओके, यसमा 9 वटा र यसमा 13 वटा च्याप्टर छ। ओके, सो यसो टोटल क्याल्कुलेट गर्ने हो भने 5-5 नम्बरको आउँछ, 20 नम्बरको क्वेसन कन्फर्म आउँछ। र मैले पढाउने तरिकाबाट यदि पढ्नुहुन्छ भने र मैले दिएको भिडियोजहरूको सबै सिरिज हेर्नुहुन्छ भने म ग्यारेन्टी लिएर भन्छु 20 मा 20 तपाईँको भगवानले पनि रोक्दैन।